यहाँहरूलाई स्वागत छ मेरो च्यानल ज्ञान इतिहास ज्ञानमा। आज हामी दिगो विकासको बारेमा केही चर्चा गर्न गइरहेका छौँ। सर्वप्रथम दिगो विकास भनेको के हो? वर्तमान पुस्ताको आवश्यकताहरू पुरा गर्ने तर भविष्यका पुस्ताका आवश्यकताहरू समेत मध्यनजर राख्दै उनीहरूको आवश्यकता पुरा गर्ने क्षमतामा कुनै सम्झौता नगर्ने विकास नै दिगो विकास सस्टेनेबल डेभलपमेन्ट हो। यसको मुख्य उद्देश्य आर्थिक वृद्धि, सामाजिक समावेशिता र वातावरणीय संरक्षणको बीच सन्तुलन कायम गर्नु हो। दिगो विकास भनेको सन्तुलित र दीर्घकालीन विकासको अवधारणा हो जसले आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई समान रूपमा सम्बोधन गर्छ, जबकि वर्तमान तथा भविष्य दुवै पुस्ताको जीवन सहज बनोस्। सन् 1980 को दशकमा पुस्तान्तरण विकासको रूपमा दिगो विकासको अवधारणा आएको मानिन्छ। पहिलोपल्ट दिगो विकास शब्द प्रयोग गर्ने बारबरा वार्ड हुन्। सन् 1983 मा स्थापना भएको रुटल्यान्ड आयोगले सर्वप्रथम दिगो विकासलाई परिभाषित गरेको भने उक्त आयोगले सन् 1987 मा हाम्रो साझा भविष्य नामक प्रतिवेदन पेश गरेको थियो। युएनको 70औं महासभाबाट 2015 सेप्टेम्बर 25 मा दिगो विकासका 17वटा लक्ष्यहरू तोकिएका छन्। दिगो विकासका 17वटा लक्ष्यहरू पूरा गर्न 169वटा उपलक्ष्यहरू तोकिएका छन्। यी उपलक्ष्यहरूको प्रगति मापन गर्न 232वटा उपसूचक इन्डिकेटरहरू तोकिएको छ। सन् 2015 सेप्टेम्बर 25 मा युएनको 70औं महासभाबाट दिगो विकासको तोकिएको भने सन् 2016 बाट यो लागू भएको हो र सन् 2030 भित्र दिगो विकासका लक्ष्यहरू पूरा गर्ने लक्ष्य लिइएको छ। यसबाट तपाईहरुलाई यो कुन महासभाबाट कहिलेबाट लागू भयो र कहिलेसम्म पूरा हुने, यसका उपलक्ष्य र यसका कतिवटा इन्डिकेटरहरू छन् जस्ता प्रश्नहरू सोध्न सक्नुहुन्छ। दिगो विकासका लक्ष्यहरू मुख्य 3 भागमा बाँडिएको छ: आर्थिक समृद्धिका लक्ष्यहरू, सामाजिक विकासका लक्ष्यहरू र वातावरणीय संरक्षणका लक्ष्यहरू। दिगो विकासका 17वटा लक्ष्यहरूलाई यहाँ देखाइएको छ। यो चाहिँ संयुक्त राष्ट्र संघले तय गरेका 17वटा लक्ष्यहरू हुन्, जसमा नो पोभर्टी, जिरो हंगर, गरिबीको अन्त्य, भोकमरीको अन्त्य छ। यसलाई नेपालीमा हेर्न सक्नुहुन्छ। दिगो विकास लक्ष्यहरू: 1. सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने। 2. भोकमरीको अन्त्य गर्ने। 3. सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने। 4. सबैको लागि शिक्षा। 5. लैङ्गिक समानता। 6. सबैका लागि स्वच्छ पानी। 7. सबैका लागि किफायती, विश्वसनीय, दिगो र आधुनिक ऊर्जामा पहुँच। ऊर्जा सम्बन्धी छ यो। र 8 मा भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैको लागि पूर्ण र उत्पादनमूलक रोजगारी। 9. उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगिकरणको प्रवर्धन। 10. मुलुकभित्र तथा मुलुकहरूबीचको असमानता घटाउने, असमानता न्यूनीकरण। 11. सहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने दिगो समाजको कल्पना गरिएको छ। 12. दिगो उपभोग र उत्पादन प्रणाली। 13. जलवायु परिवर्तन। 13. जलवायु परिवर्तन सम्बन्धी छ, यसको प्रभाव र नियन्त्रण गर्नका लागि पहलहरू सम्बन्धी। 14. दिगो विकासका लागि महासागर, समुद्र र समुद्री साधन स्रोतहरूको दिगो प्रयोग, यसलाई जलमुनिको संसारको सम्बन्धमा पनि भनिन्छ। र 15. स्थल पर्यावरण, यसलाई चाहिँ जमिनमाथिको उपयोगको प्रवर्धन गर्ने, दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण, वृक्ष रोप्ने आदि। 16. दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने। र 17. दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने। यसरी 17वटा लक्ष्यहरू राखिएको छ। र यी 17वटा लक्ष्यहरू याद गर्नलाई तपाईहरुलाई मैले यहाँ एउटा कविता बनाएको छु। यसरी तपाईहरु दिगो विकासका लक्ष्यहरूलाई सम्झन पनि सक्नुहुन्छ। गरिबीले भोकै भइयो, स्वास्थ्य शिक्षा छैन। गरिबीको अन्त्य 1 मा, 2 मा भोकमरीको अन्त्य, 3 मा स्वास्थ्यको सुविधा र शिक्षाको सुविधा।
4 छ। 5 मा समानता पानी ऊर्जा रोजगार पनि भएन। सुरुबाट फेरि तपाईहरुले यसलाई हेर्दै अगाडिको हेर्दै गरेर याद गर्न सक्नुहुन्छ। म सुरुबाट भन्छु हैन। गरिबीले भोकै भयो, स्वास्थ्य शिक्षा छैन, समानता पानी ऊर्जा रोजगार पनि भएन। उद्योग अनि असमानता न्यूनीकरण गर्ने, 11 मा दिगो समाज समुदाय पर्ने। उपभोग र जलवायु 12 अनि 13, जलमुनि जमिनमाथि 14 अनि 15, शान्तिसँगै लक्ष्य प्राप्ति, दिगो विकास भित्र। दिगो विकासका लक्ष्यहरू पढेपछि हामी दिगो विकासका फाइदाहरूको बारेमा थोरै चर्चा गरौँ। दिगो विकास अपनाउँदा हाम्रो समाज, देश र विश्व जगतका लागि धेरै फाइदा छन् र यो भनेको आगामी पुस्ताको लागि संरक्षण गर्दै हामीले अहिले गर्ने हरेक कुरामा ध्यान दिनु नै हो। दिगो विकासबाट के फाइदा हुन्छ त? वातावरण जोगिन्छ, जसमा प्रदूषण कम हुन्छ, जैविक विविधताको संरक्षण हुन्छ, अर्थतन्त्र सुधार हुन्छ, रोजगारी सिर्जना हुन्छ, गरिबी घट्छ, स्वास्थ्यमा सुधार हुन्छ, सफा पानी, राम्रो खाना, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुन्छ, सामाजिक न्याय बढ्छ, सबै जाति, वर्ग र लिङ्गलाई समान अवसर प्राप्त हुन्छ। त्यसैले दिगो विकास केवल सरकारको जिम्मेवारी मात्र होइन, हामी सबैले यसमा योगदान दिनुपर्दछ र यो हामी प्रत्येक व्यक्ति र प्रत्येक घरबाट नै सुरु हुन्छ। सम्बन्धी यो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला र हाम्रो अन्य भिडियोहरू पनि च्यानलको लिङ्कमा गएर हेरिदिनुहोला। साथै लाइक, कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद।